आजसम्म वर्ल्ड कपको ट्रफी लगातार कसैले पाएको थिएन। हिस्ट्री भनेको फेरि नि चिज हो भाइ, अर्जेन्टिना आजसम्म आएको थिएन। ब्राजिलको क्लिन जर्सी हेर्दै कति राम्रो, खेलाडी नि राम्रो, गेम पनि राम्रो, प्यारो ब्राजिल हाम्रो। हेर्दै पहेँलो जर्सी छि नराम्रो कस्तो, जर्सी भने यस्तो होस् न अर्जेन्टिना जस्तो। यति राम्रो गोल्डन जर्सी अरू कसैको छैन, खेल पो राम्रो हुनुपर्छ, जर्सीले खेल्ने होइन। अर्जेन्टिना फुटबलको राजा फ्यान सबै मख हो, अरू हेरे हो ट्रफी अर्जेन्टिनाको पक्का हो। ये बड़ी अच्छी बात कही आप। ब्राजिल हात्ती हो, लमक लमक लम्किन्छ, 5 पटकको वर्ल्ड कप च्याम्पियन, फाइनलसम्म चम्किन्छ। अर्जेन्टिना बाघ हो, बिस्तारै अगाडि जान्छ, अरूको त चान्स नै छैन, ट्रफी अर्जेन्टिनाले लान्छ। अर्जेन्टिना बाघ हो भने ब्राजिल सिंह हो, ब्राजिलले अर्जेन्टिनालाई रोनाल्डो कि मेस्सी? म मेस्सी हो। रोनाल्डो धेर नदेन गफ, तैले कहिले जित्यो तेरो पहिलो वर्ल्ड कप? खतरनाक लोग है। आजसम्म वर्ल्ड कपको ट्रफी लगातार कसैले पाएको थिएन। हिस्ट्री भनेको फेरि नि चिज हो भाइ, अर्जेन्टिना आजसम्म आएको थिएन। धेरै घमण्ड नगर भाइ, तेरो अहंकार ढल्न सक्छ। दमकलको व्यवस्था गर्दै गर्केटा हो, रोनाल्डोले वर्ल्ड कप जितेपछि यसको मुटु जल्न सक्छ। डाक्टर कङ्गोसँग त ड्र भयो भाइ, क्यारी जित्छस् यो पाराले। आँखा चिम्म गर बाबु, सपनामा झस्काउन सक्छ तँलाई यी 3 ताराले। ताराको कुरा नगर भाइ, जादु छ रोनाल्डोको खुट्टा मानी। तेरो त नाथे मेसीलाई राख्न मिल्दैन गोटको जुत्ता मानी। कुरा त्यस्तै हो, जित्ने ब्राजिलले हो, होइन अर्जेन्टिनाले जित्छ ल क्या जिस्केको। भाइले बिर्से जस्तो छ काको साउदीको गोल, अर्को जितिसक्यो रिबटल फर्काउँदिन छोड। यसलाई अर्काउँछु मिडमा, मेसी हराउँछ भिडमा, उठाइदे त्यो नेमारलाई हे लडिरहेछ फिल्डमा। रिचार्लिसन फर्ममा बोकी 5 तारा शिरमा, अर्को साथ हान्छु भएको इज्जत पनि गिर्ला। स्पेनसँग छ भेट्दा भाइ भाथे तेरो बिल्ला, एक बढी खाएर ठुलो गफ चाहिँ गर्न नमिल्ला। आइज थपी 3 तारा लेभल चाहिँ मिल्ला, 3 तारा होइन 3 पानी जितेपछि चिलमा। मजा आयो। बिर्सेको छैन, अस्ति हेपेर भनेको थाहा होला नि, ब्राजिलले ती 3 गोल हानेको। कमजोर टिमलाई मरिमरि 3 गोल हानेछ, एउटा गेम के जित्दा फाइनल नै जितेको भन्ने ठानेछ। विश्वकपमा ती 3 गोल जोक हुँदै होइन, नेमार अझै मैदानमा आएकै छैन। मेसीको जादुमा नेमार छायामा पर्छ, हेर्दै जाऊ अर्जेन्टिनाले के चमत्कार गर्छ। भेनिसियस र नेमार मिलेर जुट्नेछन्, ब्राजिल प्लेयर एक ढिक्का भएर जुट्नेछन्। ब्राजिल प्लेयरले बल्ल अर्को प्लेयरको नाम जानेछन्, मेसीको टिमले यसपालि वर्ल्ड कप ट्रफी लानेछन्। ये बड़ी अच्छी बात कही आप। आजको गेममा चाहिँ नेपालीहरूले मलाई सपोर्ट गरेकोमा मलाई एकदम ठिक लाग्यो। अब मैले फेरि हालेँ भने चाहिँ म नेपाल आएर मासु र भात खान्छु। धन्यवाद। तँ धेर नबोल मुला, तँलाई खेलाइदिन्छु म झुला। ओइ रोनाल्डोको फ्यान, तँलाई चखाइदिन्छु मेरो। मलाई मनपर्छ रोनाल्डो, म खान्छु काजु। रोनाल्डोको खुट्टामा छ जादु, मेसी भनेर किन उभिन्छस्? रोनाल्डो त मेसीको दाजु। म चियासँग खान्छु पप। रोनाल्डोले कहिले जित्ने हो त वर्ल्ड कप? रोनाल्डोले जित्छ भनेर सपना मात्र देख, यसपालि मेसीले नै जित्छ कापीमा लेख। रोनाल्डो भनेको बाप हो, मेसी भनेको साग हो। धेरै वर्ल्ड कपको कुरा नगर, ला मेसीको फ्यान 10 रुपियाँ भोलाएर जा घर। 10 को डबल 20 दिउला, तर म यहीँ मुस दिउला। हामी भोला पनि नखाने, तर रोनाल्डोको फ्यानमा यहीँ गाडेर जाने।